कल्पना गर्नुहोस् तपाईँ एउटा शान्त बौद्ध विहारमा प्रवेश गर्नुहुन्छ। वरिपरि घण्टीको मधुर आवाज छ, भिक्षुहरू सूत्र पाठ गर्दैछन् र बुद्धको मूर्तिको अगाडि दीप बालिएको छ। अब एउटा प्रश्न मनमा आउन सक्छ, यदि बौद्ध धर्ममा भगवान छैन भने यी भिक्षुहरू कसलाई प्रार्थना गरिरहेका छन्? सायद तपाईँ पनि यही प्रश्न सोचिरहनु भएको छ। आउनुहोस् यसलाई सँगै बुझ्ने प्रयास गरौँ। सबैभन्दा पहिले एउटा सानो प्रश्न, के बौद्ध धर्ममा सृष्टिकर्ता भगवान हुन्छ? बौद्ध धर्मका संस्थापक बुद्धले संसारलाई बनाउने सर्वशक्तिमान सृष्टिकर्ताको अवधारणा प्रस्तुत गर्नुभएको छैन। उहाँले सिकाउनुभयो कि संसार कारण र परिणामको नियम, कर्मका आधारमा चल्छ। यसको अर्थ के हो? हामीले गर्ने हरेक काम, हरेक विचार र हरेक व्यवहारले भविष्यमा परिणाम दिन्छ। अब अर्को प्रश्न, यदि भगवान छैन भने प्रार्थनाको अर्थ के हो? बौद्ध धर्ममा प्रार्थना भनेको कसैसँग केही माग्नु मात्र होइन, बरु यो मनलाई शुद्ध बनाउने अभ्यास हो। जब भिक्षुहरू विहारमा बसेर सूत्र पाठ गर्छन्, ध्यान गर्छन् वा बुद्धको अगाडि नमन गर्छन्, उनीहरूले 3 महत्त्वपूर्ण कुरा सम्झिरहेका हुन्छन्। यसलाई भनिन्छ त्रिरत्न। पहिलो बुद्ध, दोस्रो धर्म, तेस्रो सङ्घ। अब सोच्नुहोस्, बुद्धलाई किन सम्झिन्छन्? भिक्षुहरू बुद्धलाई भगवान मान्दैनन्, तर बुद्धलाई एक महान शिक्षक र जागृत व्यक्तिको रूपमा सम्मान गर्छन्। जब उनीहरू बुद्धको मूर्तिको अगाडि नमन गर्छन्, उनीहरूले वास्तवमा बुद्धको ज्ञान, करुणा र मार्गप्रति सम्मान व्यक्त गरिरहेका हुन्छन्। अब अर्को कुरा, धर्म भनेको के हो? धर्म भनेको बुद्धले देखाउनु भएको सत्य र मार्ग हो। जस्तै दुःख के हो, दुःखको कारण के हो र दुःखबाट मुक्त हुने बाटो के हो। जब भिक्षुहरूले धर्मको स्मरण गर्छन्, उनीहरूले आफूलाई सम्झाइरहेका हुन्छन्, म सही मार्गमा हिँडिरहेको छु कि छैन। अब अन्तिम प्रश्न, सङ्घ किन महत्त्वपूर्ण छ? सङ्घ भनेको भिक्षु र भिक्षुणीहरूको समुदाय हो, जसले बुद्धको शिक्षालाई अभ्यास गर्छन् र संसारमा फैलाउँछन्। यसैले बौद्ध धर्ममा प्रार्थना गर्दा भिक्षुहरूले भगवानसँग चमत्कार मागिरहेका हुँदैनन्। उनीहरू वास्तवमा आफ्नो मनलाई अनुशासित बनाइरहेका हुन्छन्। एक क्षणका लागि सोच्नुहोस्, यदि हाम्रो जीवनमा पनि हामीले आफ्नो मनलाई शान्त बनाउने अभ्यास गर्यौँ भने के होला? सायद हाम्रो क्रोध कम होला, लोभ कम होला र जीवन अझ स्पष्ट देख्न थाल्छ। अन्ततः बौद्ध धर्मले एउटा गहिरो सन्देश दिन्छ, मुक्ति बाहिरबाट आउने चमत्कार होइन, यो त आफ्नै प्रयास, समझदारी र अभ्यासबाट प्राप्त हुने अवस्था हो। यसैले भिक्षुहरूको प्रार्थना वास्तवमा कसैलाई केही माग्ने प्रक्रिया होइन, यो त आफ्नो मनलाई जागृत बनाउने यात्रा हो। अब तपाईलाई के लाग्छ? प्रार्थना भनेको कसैसँग माग्नु हो कि आफ्नै मनलाई परिवर्तन गर्ने अभ्यास? तपाईको विचार कमेन्टमा अवश्य लेख्नुहोस्। यदि तपाईलाई यस्ता बौद्ध दर्शन, इतिहास र ज्ञान सम्बन्धी भिडियोहरू मन पर्छ भने यो भिडियो लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र साथीहरूलाई पनि शेयर गर्न नबिर्सनुहोस्।